hanging on, walking tall. Some days I got no use for it all. Working hard, making less. हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक फेरि पनि मेरो अर्को यो भिडियोमा र आजको दिन चाहिँ म भलिबल म्याचमा खासै थाहा त छैन मलाई भलिबलको बारेमा तर आज चाहिँ मकाउमा यहीँको सङ्घ संस्थाहरू यहीँको साथीहरू मिलेर चाहिँ ग्रान्ड भलिबल राख्दैछ भन्ने सुनेको हुँदा कस्तो हुँदो रहेछ त नि हेरौँ न भनेर म चाहिँ यसो आइरहेको छु। हेरौँ कस्तो हुन्छ आजको म्याच भलिबल म्याच होइन। मकाउमा चाहिँ अहिले जस ब्याक टु ब्याक प्रोग्रामहरू भइरहेको छ होइन। अस्ति नेपालीहरूको भनौँ न नेपालीहरूको जस चहलपहल निकै छ अहिले मकाउमा। अस्ति भर्खरै रविन्द्र 28 तारिकमा रविन्द्रले धमाका गरेर गइसक्यो। आज चाहिँ यो मैले भिडियो बनाउँदै गर्दाखेरि 31 तारिक मे 31 हो। आज चाहिँ यहाँ ग्रान्ड भलिबल आयोजना हुँदैछ भन्ने मैले थाहा पाएको थिएँ सुनेको थिएँ र हङकङबाट मेरो दाइहरू साथीहरू पनि आएको छ भन्ने खबर पाएको हुनाले म चाहिँ अहिले यहाँ आएको छु होइन। अब के कस्तो हुन्छ अगाडि हेरौँ है त। यही कलेज भित्र भने जस्तो लाग्थ्यो स्टेडियम। म त अर्को बाटो गएछु यहीँबाट गएको उता चेक गर्नु पर्यो यहाँभित्र के छ। लोकेसन चाहिँ थाहा पाएँ इन्ट्रान्स चाहिँ देखेन हो कताबाट हो एक्लै आएको ठम्याउनै गाह्रो भयो त। यहाँ रहेछ है मैले बल्ल देखेँ नेपालीहरू चहलपहल छ सायद यहाँभित्र होला अब है। छिर्दिएँ मैले कता हो वा दामी रहेछ इन्ट्रान्स। कस्तो छ भलिबलको दामी रहेछ इन्डोर। हुन्छ आजको कार्यक्रम सफल पार्नमा हरेक समूहको उत्तिकै योगदान रहेको छ र यहाँहरूको पार्टिसिपेसन मात्र पनि यो कार्यक्रमको सफलताको एउटा कोसे ढुङ्गा हो। त्यस कारणले गर्दा यहाँहरू सबैजनालाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ धन्यवाद दिन चाहन्छौँ। आजको हाम्रो यो फर्स्ट मकाउ ग्रान्ड भलिबल टुर्नामेन्टलाई सफल बनाइदिनु भएकोमा इच एन्ड एभ्री इन्डिभिजुअललाई हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र दुईटै समूहलाई बेस्ट अफ लक भन्न चाहन्छु। बहिनीको चाहिँ के छ अब अझै पनि यसो हङकङतर्फ सफ्ट कर्नर छ या नाइ म पनि न्युट्रलमै छु भन्ने छ के छ? न्युट्रलै छु। अब यतापट्टि आफ्नो हङकङ छ फेरि यतापट्टि मलाई यहाँ ल्याउनु हुने अर्गनाइजर दाइहरू हुनुहुन्छ त्यसैले म चाहिँ मे द बेस्ट टिम विन भन्न चाहन्छु। अब चाहिँ पक्कै पनि अब हामी चाहिँ आई थिङ्क हाम्रो साथीहरूलाई अब हामी अल्टिमेट ब्याटलको लागि तयार गर्दैछौँ। हाम्रो अतिथिज्यूहरूले उहाँहरूलाई शुभकामना दिँदै हुनुहुन्छ र अबको केही हेलो पुन क्लब हङकङ उताको टिम मकाओ वाइट जर्सीमा हङकङ है। अब यहाँ मुख्य अतिथिबाट बल गेम सुरु। कृष्ण डिफेन्स डिफेक्टिभबाट सुजनको बल फेरि बलले जाली गर्न सकेन। फेरि पनि कन्टिन्यू सर्भिसमा आउँदैछ लालिम्पोङ जर्सी नम्बर 10। यसको फाइदा रहेको छ मकाउ भलिबल टिम आयोजकलाई। स्कोर 17-7। Ready, ready! Come on, come on! Team Macau! Dio! Ayo pota! Andai!
संयुक्त डान्स ग्रुप हङकङका बहिनीहरूको डान्स राख्न गइरहेका छौँ के हो यो हाम्रो डान्सर दिदीबहिनीहरूको नाम राखेको छ हतकडी हो यो मैले केही गरेको छैन रोशनी र प्रतीक्षा बहिनीहरूको मिक्स डान्स रहेको छ प्लिज स्टेजमा हङकङ के लाग्छ यहाँहरूलाई हङकङको सपोर्टमा को हुनुहुन्छ म त एकदमै मिक्स रियाक्सन सुनिरहेको छु है फेरि पनि घमाघम सिक्ने एकचोटि फेरि प्लिज सन्दीप प्लिज र एकचोटि फेरि पनि यो एकदमै प्राइसलेस मुभमेन्ट हो यो एकदमै हिस्ट्री रचेको मुभमेन्ट